हेलो साथीहरू, आजको एपिसोडको कुरा गर्दा म आफै एकदमै एक्साइटेड छु किनभने आज हामी कुरा गर्नेछौँ पैसाको। धेरै मानिसहरू सोच्छन् एआईबाट पैसा कमाउन ठुलै डेभलपर वा टेक्निकल नलेज भएको मान्छेले मात्र गर्न सक्छ, तर त्यो सोच एकदमै गलत हो। आज म तपाईहरूलाई 6वटा रियल तरिकाहरू देखाउँछु। त्यसमा तपाईँलाई कुनै डिग्री चाहिँदैन, इन्भेस्टमेन्ट चाहिँदैन, केवल तपाईहरूलाई एउटा फोन र इन्टरनेट भए पुग्छ र त्यो तपाईहरूले जहाँ बसेर पनि गर्न सक्नुहुन्छ। आउनुहोस्, पहिले एउटा सानो कुरो बुझौँ। एआईले तपाईँको काम गरिदिन्छ, तर काम खोज्ने, क्लाइन्ट भेट्ने, डेलिभरी गर्ने ती सबै कामहरू तपाईँ आफैले नै गर्नुपर्ने हुन्छ। एआई एउटा हतियार मात्र हो, त्यो हतियार तपाईँ आफैले चलाउनु पर्ने हुन्छ। यदि यो कुरो तपाईँले बुझ्नुभयो भने एकदमै सजिलो छ। आउनुहोस् सुरु गरौँ। पहिलो तरिका, फ्रिलान्सर राइटिङ। धेरै कम्पनीहरूलाई ब्लग, आर्टिकल, सोसियल मिडिया पोस्ट लेख्ने मान्छे चाहिन्छ। त्यो काम तपाईँ एआईको हेल्पले गर्न सक्नुहुन्छ। कसरी गर्ने? fiverr.com वा upwork.com मा एकाउन्ट खोल्नुहोस्। आई विल राइट ब्लग, आर्टिकल भनेर गिग बनाउनुहोस्। क्लाइन्टले टपिक दिन्छ, तपाईँ एआईमा प्रम्प्ट हाल्नुहोस् र आर्टिकल तयार हुन्छ। थोरै एडिट गर्नुहोस् र डेलिभरी गर्नुहोस्। सुरुमा एउटा आर्टिकलको तपाईँले $5 देखि $15 सम्म पनि चार्ज गर्न सक्नुहुन्छ। त्यसपछि एक्सपिरियन्स बढेपछि तपाईँले $50 सम्म पनि चार्ज गर्न सक्नुहुन्छ। दोस्रो तरिका, सोसियल मिडिया म्यानेजमेन्ट। धेरै साना बिजनेसहरू छन्, पसल, रेस्टुरेन्ट, क्लोथिङ सपहरू छन्। तिनीहरूलाई फेसबुक र इन्स्टाग्राम चलाउने मान्छे चाहिरहेको हुन्छ। त्यो कामको लागि उनीहरूसँग समय हुँदैन। त्यो काम तपाईँ एआईको मद्दतले सजिलैसँग गर्न सक्नुहुन्छ। यो काममा तपाईँको कुनै पनि कम्पिटिसन छैन। त्यो काम कसरी गर्ने? आफ्नो एरियाको कुनै पनि पसल वा बिजनेस ओनरलाई भेट्नुहोस्। म तपाईँको फेसबुक पेज ह्यान्डल गर्छु, मन्थली ₹3000 देखि 5000 सम्म भन्नुहोस्। एआईबाट डेली पोस्ट बनाउनुहोस्, क्याप्सन देखाउनुहोस्, इमेजको आइडिया लिनुहोस्। हरेक दिन 30 मिनट काम गर्नुहोस्। महिनामा तपाईँको राम्रोसँग पैसा कमाउन सक्नुहुन्छ। यो सबै सजिलो तरिका हो, तपाईँले जहाँ बसेर पनि गर्न सक्नुहुन्छ किनभने यसमा कुनै पनि कम्पिटिसन छैन। तेस्रो तरिका, युट्युब, जुन तपाईँ अहिले नै गर्दै हुनुहुन्छ। हो, यो भिडियो सिरिज पनि एउटा इन्कम सोर्स हो। युट्युबबाट कसरी पैसा कमाउन सकिन्छ? एड्स, 1000 सब्सक्राइबर र 4000 वाच आवर्स भयो भने तपाईँको च्यानल मोनिटाइजेसन हुन्छ। स्पोन्सरसिप, कम्पनीले तपाईँको भिडियोमा प्रमोट गर्न पैसा दिन्छ। एफिलिएट, कुनै पनि टुल रिकमेन्ड गर्नुहोस्, मान्छेले किन्यो भने तपाईँले कमिसन पाउनुहुन्छ। एआईले यहाँ के हेल्प गर्छ? स्क्रिप्ट लेखिदिन्छ, जस्तो मैले तपाईँलाई दिइरहेको छु। भिडियोको टाइटल र थम्बनेल आइडिया दिन्छ। कमेन्टको रिप्लाई लेखिदिन्छ। नेक्स्ट भिडियोको टपिक सजेसन गर्छ। एउटा युट्युबरको 80% काम अहिले एआईले नै गरिदिन्छ। चौथो तरिका, यो नेपालमा एकदम अन्डररेटेड छ, सिभी र रेज्युमे बनाउने सर्भिस। नेपालमा कति मान्छे जब खोजिरहेका हुन्छन्? लाखौं, तर उनीहरूलाई राम्रो सिभी बनाउन आउँदैन। तपाईँले यो सर्भिस सुरु गर्न सक्नुहुन्छ। फेसबुकमा पोस्ट गर्नुहोस्, प्रोफेसनल सिभी बनाइदिन्छु। 200 देखि 500 सम्म पनि तपाईँले लिन सक्नुहुन्छ। क्लाइन्टले आफ्नो डिटेल पठाउँछन्, तपाईँ एआईमा हाल्नुहोस्, सिभी तयार हुन्छ। थोरै एडिट गरेर पीडीएफ बनाउनुहोस्। एक दिनमा 5 जना क्लाइन्ट भयो भने तपाईँले 1000 देखि 2500 सम्म कमाउन सक्नुहुन्छ। त्यो पनि बिना इन्भेस्टमेन्ट, जिरो इन्भेस्टमेन्टमा। यदि तपाईँहरूले यो भिडियो पहिलोचोटि हेर्नु भएको छ भने योभन्दा पहिलाको भिडियोहरू हेर्नलाई माथिको लिङ्कमा क्लिक गर्नुहोला। पाँचौं तरिका, ट्रान्सलेसन। धेरै डकुमेन्ट्स, आर्टिकल, वेबसाइटलाई नेपालीदेखि इङ्ग्लिस वा इङ्ग्लिसदेखि नेपालीमा ट्रान्सलेट गर्नुपर्ने हुन्छ। एआईले यो काम एकदमै राम्रोसँग गर्छ। तपाईँ यो सर्भिस फाइबरमा बेच्न सक्नुहुन्छ। इङ्ग्लिस टु नेपाली ट्रान्सलेसन, नेपाली टु इङ्ग्लिस ट्रान्सलेसन, पर वर्डको रेट राख्नुहोस्। एआईले 5 मिनटमा गर्ने काम तपाईँले $10 देखि $20 कमाउन सक्नुहुन्छ यो काम गरेर। छैटौं तरिका अलि एडभान्स छ तर एकदमै प्रफिटेबल छ, बिजनेसको लागि च्याटबोट बनाउने। अहिले धेरै वेबसाइटमा तल कर्नरमा एउटा च्याट बक्स हुन्छ, हाउ क्यान आई हेल्प यु भन्ने। त्यो च्याटबोट हो। अहिले यो बनाउन कोडिङ थाहा हुनु पर्दैन। मेनी च्याट, टिडिओ जस्ता टुल्स फ्रीमा एभाइलेबल छन्। एआईले तपाईँलाई स्टेप बाई स्टेप सिकाइदिन्छ कसरी बनाउने भनेर। एउटा बिजनेसलाई च्याटबोट बनाइदिनुहोस्, 5000 देखि तपाईँले 20000 सम्म पनि लिन सक्नुहुन्छ। अब तपाईँ भन्नुहुन्छ होला, यति धेरै तरिकाहरू छन्, कहाँबाट सुरु गर्ने? पहिला एउटा मात्रै सुरु गर्नुहोस्। स्टुडेन्ट हुनुहुन्छ, फ्रिलान्सर राइटिङ सुरु गर्नुहोस्। अफिस बिजनेस चिन्नुहुन्छ, सोसियल मिडिया म्यानेजमेन्ट सुरु गर्नुहोस्। क्यामेराको अगाडि बोल्न सक्नुहुन्छ, युट्युब सुरु गर्नुहोस्, जस्तो तपाईँले अहिले गर्दै हुनुहुन्छ। छिटो पैसा चाहिन्छ, सिभी सर्भिस सुरु गर्नुहोस्। एउटा चुज गर्नुहोस्, कन्सिस्टेन्टली गर्नुहोस्, रिजल्ट आउँछ। त्यसैले साथी हो, एआई भनेको सिर्फ एउटा च्याट गर्ने टुल छैन,
यो एउटा इन्कम जेनेरेट गर्ने मेसिन हो यदि तपाईँले सही तरिकाले युज गर्नुभयो भने। आजको होमवर्क यी 6 तरिकामध्ये एउटा तरिका युज गर्नुहोस्। कमेन्टमा लेख्नुहोस् म यो तरिका युज गर्छु भनेर। यदि तपाईँले कमेन्टमा लेख्नुभयो भने त्यो एउटा कमिटमेन्ट बन्छ र तपाईँले त्यो काम सुरु गर्नुहुन्छ। अर्को एपिसोड 5 मा हामी सिक्नेछौँ एआईबाट प्रोफेसनल सिभी र कभर लेटर कसरी बनाउने भनेर, त्यो पनि स्टेप बाई स्टेप। यदि तपाईँहरूलाई यो भिडियो मन परेको छ भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् र सेयर गर्नुहोस्। फेरि भेटौँला। नमस्ते।